राधाजी रिसाउने कृष्णजीले हँसाउने राधाजी रिसाउने श्री माताको श्रद्धालु भक्त सज्जनहरू अब हामी आरतीमा केही सम्मानहरूलाई जोड्दै आरतीमा प्रवेश गर्नेछौँ। मैले पछाडि देखेको छु हाम्रा श्रद्धेय गुरुहरू वर्णीय भएर रहनुभएका गुरुहरू, हजुरहरू पनि आरतीमा अगाडि नै आउनुहोला। मञ्चतर्फ यहाँ कति गुरुहरू हुनुहुन्छ देख्न पाइएन भन्ने कुरा पनि छ, गुनासो छ। त्यसैले सबै गुरुहरू अब मञ्चमै आइदिनु होला र हामी आरतीमा सरिक हुनेछौँ। त्योभन्दा पूर्व हाम्रो उद्घोषकजी प्रदीपजीले केही कुरा राख्दै हुनुहुन्छ। यहाँहरू सबैले प्रसाद ग्रहण गरेर मात्र जानु होला। सबैको लागि प्रसादीको व्यवस्था छ यता देब्रेपट्टि। र यज्ञकर्ता विष्णुदेवी लेस भजन कीर्तन समूह 5105 उहाँले यज्ञकर्ता बन्नुभएको छ। चन्द्रगिरी 11बाट विष्णुदेवी भिलेज भजन कीर्तन समूह कृपया मञ्चमा पाल्नुहोला। मन्दिर निर्माणको लागि शङ्ख सभा दिदीबहिनी भजन समूह शङ्ख सभाबाट 2215 शङ्ख हाम्रो शीतगङ्गा बहुउद्देश्य सहकारी संस्था लिमिटेड हाम्रो शीतगङ्गा बहुउद्देश्य सहकारी संस्था लिमिटेड शीतगङ्गा 1120 मोहित मैनाली। अब आरतीका लागि सबै भक्तहरू र श्रीयन्त्र स्थापनाको लागि 5500 सबैजना आएर आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छौँ। र भजनमा भाग लिने सबैले चाहिँ प्रमुख टोली नेताहरूले सम्पर्क गर्नुहोला। टोली नेता भजनका टोली नेताले नवीन पौडेलज्यूलाई सम्पर्क गर्नुहोला। नवग्रह शान्तिको लागि 1115 पास्कल बराल चनपनौ। र सबैको मैले नाम वाचन गरिसकेको छु। अब हामी आरतीमा प्रवेश गर्दैछौँ।
पुष्पाञ्जलिं जज्जेन जज्जमय दन्तदेवास्तानि धर्माणि प्रथमान्यासन् स्नेहनागं मयिमानः शतन्द्रचक्रपूर्वेशाद्याः सन्ति देवाः ॐ राजाधिराजाय प्रशय्यशायने नमो वयं वै सर्वाय कूर्महे शमे कामान् कामकामाय वयं कामेश्वरो वै शरणो ददातु ॐ कुबेराय वै शरणाय महाराजाय नमः ॐ विश्वतचक्षुर्त विश्वतो मुखो विश्वतबाहुत विश्वतस्वात् सम्बाहुभ्यां धमति सम्पदे प्रसीद व्याधैस्याचरणं ध्रुवैश्च च वयोर्विद्या गजेन्द्रस्य का कुब्जायां किमनामरूपमधिकं किं तत् सुधाम्नो धनं वंशमको विदुरस्य याधवपतेरुग्रक्ष किं पौरुषम् भक्तिर्तुष्यति केवलं न च गुणैर्भक्ति प्रियो माधव या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परादं विहितं मा सर्वमेतच्छमसो जय जय करुणाब्दे श्री महादेव शंभो मंत्र पुष्पांजलिं समर्पयामः जय बोलो स्थापित पूजित पंडित देवी देवताभ्यो नमः जय बोलो गणेश भगवान की गौरी शंकर भगवान की राधा कृष्ण भगवान की लक्ष्मी नारायण भगवान की सूर्य नारायण भगवान की गणेशादि पंचायत देवी देवताहरू की विन्ध्यवासिनी माता की जगदाचार्य नेपाली बाबा की संरक्षक गुरु की आवाहित पूजित वंदित संपूर्ण देवी देवताहरू की संपूर्ण भक्त सज्जनहरू की गौ माता की उपत्यका अवस्थित संपूर्ण तीर्थहरू की पुण्यमय नेपाल आमा की राष्ट्रीय पशुपतिनाथ भगवान की अलि चारको स्वरमा विन्ध्यवासिनी आमा की सत्य सनातन धर्म की जय हो अधर्म का नाश हो प्राणियों में सद्भावना हो विश्व का कल्याण हो नेपाल आमा को जय हो गौ माता को जय हो साधु संत महंत जनहरूको जय हो कन्याकुमारीहरूको कल्याण हो सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ओम शांति ओम शांति ओम शांति। इसी को साथ श्री विन्ध्यवासिनी माता को म यो भजन प्रतियोगिताको संयोजक नवीन पौडेल। यो मिलाउन धेरै गाह्रो छ, तपाईले सजिलो ठान्नुभयो होला, धेरै गाह्रो छ। त्यसैले अब भोलिको दिनमा फेरि 10 वटा भजन समूह छ, आज 6 वटा भजन समूह छ। अब हामी भजन सुरु गर्छौं। मन बढ्दै गयो दान दिने भक्त